डाक्टर बाबु युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। यस्तै ज्ञानमूलक भिडियो हेर्नको लागि च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। प्लान्टर फेसिया भन्नाले पैतालाको तल्लो भागमा भएको मासुलाई छोप्ने एक प्रकारको झिल्लीलाई बुझिन्छ। यसले मासुलाई हड्डीसँग जोड्ने काम गर्दछ भने पैतालालाई सपोर्ट अथवा सहायता दिने गर्दछ। अत्याधिक तनाव परेमा यो झिल्ली सुनिन्छ र त्यसैलाई मेडिकल भाषामा प्लान्टर फेसाइटिस भन्ने गरिन्छ। कारणहरू: बारम्बार लामो दूरीको हिँडाइ जसले प्लान्टर फेसियामा तनाव उत्पन्न गर्दछ। लामो समयसम्म उभिराख्नुपर्ने पेसा जस्तै डाक्टर, नर्स, टिचर, पुलिस आदिमा यो समस्या बढी भएको देखिन्छ। नमिलेको, पैतालालाई सहायता नगर्ने, सारो र कडा खालको जुत्ता लगाउने व्यक्तिहरूमा पनि यो समस्याहरू धेरै देखिएको पाइन्छ। लक्षणहरू: बिहान उठ्ने बित्तिकै कुर्कुच्चामा तेज पीडा हुनु, लामो समय बस्दा, उभिँदा, हिँड्दा तथा व्यायाम र दौडिएपछि पीडा बढ्नु, खुट्टाको कुर्कुच्चामा सुईले घोचेको जस्तो दुखाइ महसुस हुनु यसका मुख्य लक्षणहरू हुन्। उपचार: पर्याप्त आराम नै यसको मूल उपचार विधि हो। बिरामीले अत्याधिक हिँडुल गर्न कम गर्नुपर्दछ। प्लान्टर फेसाइटिसका लागि फिजियोथेरापी गरेमा आराम मिल्दछ। बिहान बेलुका 10 देखि 15 मिनेट बरफको सेकाइले पीडा कम गर्दछ। यसका साथसाथै पैतालालाई सहायता दिने नरम खालको जुत्ता प्रयोग गर्नु पर्दछ। पीडा सहन नसकेको अवस्थामा मुखबाट नदुख्ने औषधिको प्रयोग गर्न सकिन्छ। यदि कुनै उपचार विधिले काम नगरेमा चिकित्सकको सल्लाह बमोजिम नदुख्ने सुईको प्रयोग पनि गर्न सकिन्छ। प्लान्टर फेसाइटिस एक सामान्य खुट्टाको समस्या हो। सही उपचार र रोकथामको उपायहरू अवलम्बन गर्दा बच्न सकिन्छ। यदि समय दीर्घकालीन भएमा चिकित्सकको सल्लाह लिनुपर्दछ। धन्यवाद।